तपाईँहरूले कपालभाती गर्नु पनि सक्नुहुन्छ, सकुन्जेल रोकेर बस्न पनि सक्नुहुन्छ। गाह्रो हुनुलाई कपालभाती गर्नु। जब मनले मनलाई छुन्छ, जब मनले मनलाई छुन्छ। यो चाहिँ तपाईहरुले जसलाई पेनक्रियास सम्बन्धी बिमारी छ, सुगरको प्रब्लम छ, उले चाहिँ यो चाहिँ दिनमा 10-20 पटक यसरी नै गरिराख्ने, दोहोर्याउने। अनि अर्को टिप्स छ, अनि हजुरहरुलाई यसरी बस्ने, यसरी खुट्टा पसार्ने, अनि यो घोडालाई यस्तो ठाडो बनाउने, यसलाई यता मोड्ने, मोडेपछि यो हातलाई लेफ्ट ह्यान्डले राइट घुट्नलाई यसरी दबाएर लेफ्ट घुट्नामा यसरी अठ्याउने, अनि यो राइट ह्यान्डलाई यस्तो पछाडी लैजाने, सकेको पछाडी आफ्नो शिरलाई पनि पछाडी लैजाने, अनि कपालभाती गर्ने। 60 पल्ट गर्नुस्। हातलाई चाहिँ झ्याप्प घुमेटेक्ने है। फेरि अब अर्कोको पालो, फेरि यो घुँडालाई सिधा गर्नुस्। अब लेफ्ट घुट्नालाई यसरी उठाउनुस्, यसलाई पनि यसरी दबाउनुस्, राइट ह्यान्डले अर्को खुट्टाको घुँडालाई यसरी उठाउनुस् यसरी। अब यो हातलाई पुरा लगेर झ्याप्प भुइँमा राख्नुस्, अनि आफ्नो टाउकोलाई पनि एकै मोड्नुस्, अनि फेरि कपालभाती गर्नुस्। यो अर्को खुट्टा सिधा है, पछाडी हेर्नुस् जति सक्नुहुन्छ, टाढा। यो भयो है। अनि तपाईले यसमा फेरि मत्स्य आसन गर्न सक्नुहुन्छ है। यसलाई मत्स्य आसन भन्छ। यसलाई फेरि तपाईले यस्तो गरेर हाम्रो यो भयो नि मलद्वारनिर लगेर यसरी राख्नुस्, अनि यसलाई यस्तो गर्नुस्, यसरी बस्नुस्, यसरी बस्नुस्। त्यस्ता पहिला हाम्रो बाबाहरूले, हजुरबाहरूले हुक्का पिन्दाखेरि यसरी बस्नुहुन्थ्यो नि। अब आफ्नो शरीरलाई अपोजिट साइडमा मोड्नुस्। यो हातले फेरि ट्याक्क यसरी खुट्टालाई अठ्याउनुस्। यो हात फेरि यस्तो लगेर कम्मरमा यसरी यता पुग्ने गरी यसरी उल्टा बनाएर यसरी अठ्याउनुस्। अनि त्यहाँबाट टाउकोलाई यता मोड्नुस्, राइट सोल्डरतिर मोड्नुस्। फेरि तपाईले कपालभाती नै गर्नुस्। यस्तो गर्नुभयो भने जति पटक सक्नुहुन्छ त्यति पटक गर्नुहोस्। फेरि अर्को खुट्टालाई फेरि सिधा बनाउनुहोस्। फेरि यसलाई लगेर फेरि मलद्वारको नजिक राख्नुहोस्। फेरि यो खुट्टालाई यसरी नै गर्नुहोस् हैन। यो हातलाई यस्तो गरेर फेरि यसरी यहाँ अठ्याउनुहोस्। फेरि यो हातलाई फेरि च्याट्ट ल्याएर यतापट्टि फेरि टाउकोलाई यही लेफ्ट सोल्डरमा लगेर पछाडि हेरेर फेरि कपालभाती गर्नुहोस्। जति पल्ट कम्तीमा पनि 30 पटकसम्म गर्नुहोस्। यसले चाहिँ हाम्रो पेनक्रियाजलाई मजबुत बनाउँछ। जसलाई सुगरको रोग छ त्योले चाहिँ यो गरिराख्नुपर्छ। बिहान उठ्ने गरम पानी पिउनुस्, अनि त्यसरी गर्नुस्। र जसलाई चाहिँ एन्जाइटीको बिमारी छ हैन,
उसले एन्जाइटीको बिमारी हुनेले चाहिँ तपाईँले के गर्नुहोस्, हातलाई यस्तै राख्नुहोस्, सिधा हातलाई लैजानुहोस्, श्वास लिँदै श्वास छोड्दै पर लैजानुहोस्। फेरि टाउको निधारले भुइँमा छुनुहोस्, फेरि कपालभाती गर्नुहोस्, एल्बोलाई भुइँमा टेकाउनुहोस्, फ्रिली छोडिदिनुहोस्। लामो समय तक गर्नुहोस्, यसलाई पनि 60 पल्टसम्म गर्नुहोस्। फेरि सिधा हात उठाउनुहोस्, दुईवटा घोडालाई मोडेर दुईवटा कुर्कुच्चाको बिचमा आफ्नो हिपलाई राख्नुहोस् हैन। हातलाई घुट्नाको माथि, हातलाई सिधा माथि लाँदै श्वास भर्नुहोस्। नर्मल सास छोड्दै तल झर्नुहोस्। टनक्क जहाँसम्म पुग्छ हातलाई तन्काउनुहोस्, निधारले जमिनमा छुनुहोस्, एल्बोलाई जमिनमा टेकाउनुहोस्। अब हातलाई फ्रिली छोडिदिनुहोस्। अनि त्यसपछि तपाईँले कपालभाती गर्नुहोस्, 100 पल्ट 200 पल्ट जतिपल्ट यो लामो समय तक गर्नुहोस्। तपाईँ थाक्नुहुन्छ, फेरि उठ्नुहोस्, फेरि गर्नुहोस्। यसरी गर्नुभयो भने तपाईँहरूलाई एन्जाइटीको बिमारी पनि लाग्दैन। बेलुका निन्द्रा, राम्रो निन्द्रा आउँछ, मिठो निन्द्रा आउँछ। तपाईँहरूलाई मेरो यो टिप्स कस्तो लाग्यो? सबैको जीवनमा राम्रो होस्, सबैको भला सोच्छु मैले, सबैलाई राम्रो होस् भनेर सल्लाहहरू दिन्छु। त्योमा हजुरहरूलाई कस्तो लाग्छ? मेरो सल्लाह सुझावहरू मलाई लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्। तपाईँहरूलाई अरू पनि केही कुराहरू जान्ने इच्छा चाहत छ भने मलाई के अरे यसैमा कमेन्टद्वारा सोध्न सक्नुहुन्छ। म तपाईँहरूलाई यस्तै राम्रो राम्रो भिडियोहरू दिनेछु भन्दै आजको बिहानी शुभ बिहानी सबैको लागि शुभ होस्। सम्पूर्णमा नमस्ते, ओमको नमन।